हामीहरू प्राय जस्तो समयमा एकतर्फी कुरा सुनेर निर्णय लिने गर्छौँ, तर एकतर्फी कुरा सुनेर निर्णय कहिल्यै लिन हुँदैन। कुरा दुईतर्फी नै सुनेर आफूले मनन गरेर मात्रै कुनै पनि कुराको निर्णय लिनुपर्छ। राधे राधे, म राधिका आइसकेकी छु हजुरहरूको सामु नयाँ अर्को एउटा भिडियो लिएर। आशा गर्छु हजुरहरू सबैले मन पराइदिनुहुन्छ र सधैँ जस्तो हामीहरू गृहिणी अनि किचनमा नआउने त कुरै छैन। रसोई घरमा र बिहानको समय छ, छोराछोरीलाई स्कुल पठाउनको हतार। यता खाना रेडी भइसकेर मैले चाहिँ खाना यता अलिकति चढाएँ र छोराछोरीलाई खाना दिएर यता फेरि टिफिनको तयारी गर्दैछु। अब हप्तामा एकचोटि फास्टफुड त चाहिन्छ। छोराछोरीलाई रोटी सब्जी पनि कति खाउन्, उनीहरूलाई पनि मन लाग्दैन। अब मान्छेसँग जब अप्सन हुन्छ नि, अप्सन भएपछि हामीहरूलाई कुनै पनि चिज सधैँभरि एउटै हामीहरूलाई नै मन पर्दैन भनेपछि सानो केटाकेटीलाई त झन् मनपर्ने कुरै छैन। जस्तो कि अब सधैँ रोटी उनीहरूलाई नि मन पर्दैन, किनभने हामीसँग अहिले अब चाउमिन पास्ता वगेरा धेरै कुराको अप्सनहरू हुन्छ नि त। त्यसले गर्दाखेरि र यता चाउमिन पनि रेडी भइसक्यो र मैले पेक पनि गरिदिइसकेँ। बिहानको समयमा चाहिँ अब हजुरहरू सबैलाई थाहा भएकै कुरा हो, कसैलाई पनि हतार मतलब धेरै नै हतार हुन्छ। त्यही माथि म त आफ्नो घरको काम सकेर फेरि आफ्नो ड्युटीमा पनि जानुपर्छ। जहाँ घरकै काम सकेर मान्छेलाई बिहान हतार हुन्छ भने मलाई त आफ्नो घरको काम सकेर ड्युटी जानुपर्ने कति नै हतार हुन्छ होला, त्यो हजुरहरूले अनुमान लाउनै सक्नुहुन्छ। छोराछोरीलाई स्कुल पुऱ्याएर आएर त्यो अलिकति बचेको दहीको मैले पनि मही पानी बनाएर खाएँ। त्यसपछि घरको काम फेरि सुरु गरेँ। यता दालहरू खनाउन थियो डब्बामा, खनाइ पारेर अलिकति बचेको चाउमिन थियो, त्यो पनि म खाइहाल्छु। अब बच्चा त आमाले नै हो जानेकै कुरा होइन। खाएर ओरेर अनि मैले अरू सबै खानासाना पनि खाएँ। त्यसपछि सबै कामहरू सकेर हात एकदमै फुस्रो नफुस्रो लाएँ। त्यहाँबाट मैले अलिकति मोइस्चराइजर लगाएर फेरि यता दिउँसोलाई छोराछोरीको तयारी गरिदिन थालेँ। अब कोल्ड ड्रिङ्क लिएर आएर राखेको थियो, अनि हिजो भाइ आउँदा ल्याइदिनु भएको थियो र त्यो कोल्ड ड्रिङ्क चाहिँ मैले यत्तिकै पिउन भन्दा यिनीहरूलाई अलिकति केही मोडिफाई गरेर दिन पऱ्यो भनेर चाहिँ मैले जलजिरा 2 प्याकेट राखेर 1 ग्लास कोल्ड ड्रिङ्क हालेर यहाँ चाहिँ मैले यो आइसक्रिम बनाउने कन्टेनर ल्याएर राखेको चाहिँ 2 वर्ष भयो, तर आजसम्म एक फेरा पनि आइसक्रिम बनाएर खुवाएको छैन छोराछोरीलाई। त्यहाँबाट सबै कामहरू सकेर अब चाहिँ म निस्केँ दोकानतिर आएर आफ्नो कामहरू गर्दैछु। एकछिनमा फेरि छोराछोरी लिन जाने बेला हुन्छ अनि काम पनि सक्नै पर्ने र आज यो पुर्याउन पनि पर्ने छ, किनभने भोलि मलाई कतै निस्किन पर्ने छ। त्यसले गर्दाखेरि आज मैले आफ्नो काम गरेर दिएँ भने भोलि म निस्केपछि निश्चिन्त भएर उहाँ मतलब जहाँ पनि जाँदैछु उहाँ बस्न सक्छु भनेर चाहिँ अनि काम पनि मेरो कम्प्लिट हुन लागेको छ यता। र छोराछोरीलाई लिन स्कुल पनि पुगिसकेँ। स्कुल ठिक्क छुट्टी भयो। आजभोलि गर्मी धेरै भएको हुनाले छोराछोरी हिँडेर अलिकति पनि आउन सक्दैनन् अनि म एकदम स्कुलमै पुग्छु। त्यहाँबाट आएर आइसक्रिम भयो होला छोराछोरीलाई खान दिन्छु भनेर हेर्दा त आइसक्रिम त जमेकै छैन, जस्तो राखेको त्यस्तो नै छ। छोराछोरीले भने कोही बात छैन मम्मी, तपाईँले ट्राई त गर्नुभयो नि, भोलि जम्छ अनि हामी भोलि खान्छौँ भने। त्यसो भन्दा आफूलाई पनि राम्रो लाग्छ क्या, छोराछोरी खुसी भयो भनेर। त्यसपछि फेरि आएर अरू कामहरू गर्न थालेकी छु दोकानमा। फेरि एकछिनमा छोराछोरीलाई पुऱ्याउन जाने टाइम हुन्छ ट्युसन। अनि यहाँ चाहिँ लेन्थ अलिकति घटाउन दिनुभएको थियो र कोही कस्टमरहरूको चाहिँ अब आफ्नो इच्छा नि त होइन। उहाँले भन्नुभएको थियो जति पनि बच्चा राखिदिनु होला भनेर, अनि त्यो पनि मैले राखिदिएँ। त्यसपछि आयो एउटा आइब्रो गरेर यो जुन अल्टरको कपडा थियो यो कम्प्लिट भइसकेको छ र यो चाहिँ मैले बेगमा पेक गर्न थालेँ। बेगमा पेक गरेर राखिदिएपछि कस्टमर आउँदा सट्ट दिन सजिलो हुन्छ भनेर। त्यसपछि छोराछोरी पनि ट्युसन जानको लागि आइपुगेँ र मैले चाहिँ ट्युसन जाँदाखेरि यिनीहरूलाई ट्युसन पुऱ्याउन जाँदाखेरि उतैबाट दुध लिएर आउने गर्छु। अनि दुधका बोतलहरू निकै धेरै जम्मा भएका थिए, यिनी सबै एउटै झोलामा पारेर म चाहिँ अब ट्युसन पुऱ्याउनको लागि गएँ। ट्युसन पुऱ्याउन जाम भनेर छोरीलाई भन्दा त छोरी मजाले चेयरमा बसिराखेकी छिन्। छोराछोरीलाई ट्युसन पुऱ्याएर आएर अनि यसो यहाँ अब यो चाहिँ कम्प्लिट गरेर मलाई अहिले पुऱ्याउनै पर्ने छ। अलिकति अगाडि सिलाउँदै थिएँ र अहिले चाहिँ आइरन गर्दैछु र एकदम आइरनहरू नि गरेर कम्प्लिट भयो। अब चाहिँ म पुऱ्याउन जान्छु, यसलाई प्याक गर्न थालिसकेकी छु होइन। अनि यो चाहिँ नापोको लागि दिनुभएको थियो, अरू साडी ब्लाउजहरू हो। पुऱ्याउन जान्छु भनेर झोला लिएर रेडी भएको त पानी कत्रो पऱ्यो। अब यत्रो पानीमा त म जाने कुरै आउँदैन। अनि त्यो झोलामा चाहिँ दुध थियो, हजुरहरूलाई देखाउँदै थिएँ। त्यहाँबाट कपडा पुऱ्याउन जान नपाएपछि बिहान छिट्टै खाना खाएर निस्किएको, साह्रै भोक लाग्थ्यो। आएर घरमा खाना फटाफट खाएर अनि अब चाहिँ म छोराछोरी लिनलाई अटोमा जाँदैछु, किनभने स्कुटीमा जान मिलेन, पानी ठुलो परेको हुनाले। यहाँ चाहिँ मलाई छोराछोरीले पर्खिराखेका रहेछन् बिचरा। आज बहुतै ढिलो 9 बज्न लागिसकेको थियो र अबेला भयो, मम्मी यति ढिलो भन्दै थिएँ, अब के गर्नु